काका के बनाउनु लाग्यो? सब्जी के सब्जी? आलु सोयाबिन खै त अनि? बोडी खै त बोडी? यहाँ हाम्रो काका आज सब्जी बनाउँदै काका भतिजा आज मिलेर सब्जी बनाउँदैछ। म चाहिँ तेल हालिरहेको छु होइन गाइस। यता सब्जीहरू काटिरहेको छु चट्ट पारेर। लास्टमा बनाएपछि अनि अदरक लसुन कुटेको यहाँ चाहिँ यसलाई के भन्छन् अरे काका? यसलाई के भन्छन् अरे? घिरौला। घिरौला कि के भन्छन्? हाम्रोतिर त छिचिन्डा भन्छन्। पहिला पाङ्ग्रा हाल्नु पर्यो, त्यसपछि अनि यो चाहिँ पहिला पाङ्ग्रा फ्राई। पाङ्ग्रा फ्राई गरेर लास्टमा पाकेको पनि देखाउँछु कस्तो हुन्छ, कस्तो बनाउन आउँछ, कस्तो बनाउँछु। हामी चाहिँ कतारमा आज सब्जी बनाउँदैछौँ किचनमा काका भतिज मिलेर। यो भयो पाङ्ग्रा फ्राई होइन। यता मेरो पाक्दैछ, यता काका फ्राई गर्दैछन्। ओ दामी भयो जस्तै छ काका। काका घरमा गएको कति भयो अरे? के गर्नु है खतरा हो काका त। पाङ्ग्रा फ्राई हुँदैछ, अब हुन लागिसक्यो, लब लब होला जस्तै छ। कतिको रहेछ हौ काका त पटे। पाङ्ग्रा फ्राई हुँदैछ। पाङ्ग्रा फ्राई भइसकेपछि अनि त्यसपछि आलु हाल्नुपर्छ होइन, प्याज हाल्नुपर्छ अनि टमाटर, त्यसपछि जिरा खुर्सानी लसुन यताउति कुटेर यता रेडी छ। अनि यो घिरौला हाल्ने। पाङ्ग्रा फ्राई हुँदैछ होइन। पाङ्ग्रा फ्राई गरिसके पट्टिन्छ यार कस्तो। जिरा ढुटो अदरक के अरे अर्को के अरे बेसार। यो चाहिँ त्यो अर्ग्यानिक हामीले आफै कुटेर बनाएको होइन। यो चाहिँ आफै कुटेर बनाएको। काकाले अहिले खतरा बनाउँछन् नि अहिले एकछिनमा। मेरो चाहिँ भयो जस्तै छ होइन। पाङ्ग्रा फ्राई भयो छैन, अझै फ्राई गर्नुपर्छ अलिकति। अलिक फ्राई गरेर अनि फ्राई हुन्छ। त्यसपछि निकालेर थालमा हाल्ने, प्याज हाल्ने। पाङ्ग्रा पनि फ्राई भइसक्यो। ग्यास अलिक कम गरौँ होइन थोरै। त्यसपछि पाङ्ग्रालाई निकालेर चट्ट अर्को थालमा त्यो दिन त काका एकछिन अहिले निस्किन क्या पट्टिन्छ होला पटपट 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 भएर। यसलाई चाहिँ पाङ्ग्रा थालमा प्याज तेल धेरै हुन्छ क्या यार। प्याज भयो, अलिक ग्यास बढाउनुपर्छ होइन। प्याज हालेर गाइस अनि त्यसपछि प्याज हालेर प्याज एकछिन चलाउनुपर्छ 5 मिनट जति। राम्रोसँग फिटिङ दिनु पर्यो होइन। त्यसपछि हाल्नुपर्छ यसमा बेसार। बेसार बोले त हल्दी। हल्दी हाल्न मान्ता है अभी। प्याज हो गाइस, कतारको प्याज हो, खतरा छ। अर्ग्यानिक कतारमै बनेको है, यो कतारमै बाहिरबाट आएको होइन, कतारकै प्याज हो है यो चाहिँ। झनै खतरा बने जस्तै छ। लाग्दैछ काकाको चाहिँ खतरा बन्यो। दारू खाने मान्छेले अलिकति चट्टा हालेर खाँदा हुन्छ। यता चाहिँ हाम्रो मसला राख्ने भाँडो है यो चाहिँ। हामी विदेशीको यस्तै हुन्छ। विदेशतिर डब्बा त खाली रहेछ। फेरि भाइ होइन रुमको भाइ चाहिँ यता सघाउन आएको अरे मलाई। त्यस्तै हाल्यो गाइस बेसार। बेसार हाल्यो होइन। काकाको बनिसक्यो। कति दिनको लागि हो काका यार? कति दिनको लागि? 3 दिनसम्म खाइदिने। ल यो चाहिँ काकाको रेडी भइसक्यो। म चाहिँ किचनतिर होइन, मेरो चाहिँ पाक्दैछ यता। प्याज हो है प्याज गाइस। प्याज हो थाहा छ कि छैन? यसलाई प्याज भन्छन्। ल भाइ एउटा पछाडि सब्जी बनाउँदैछ होइन। यता हाम्रो काका छन् किचनतिर हो। म चाहिँ प्याज अब लगभग पाके जस्तै छ।
प्याज पाके जस्तै छ हैन चट्टै। अब यसमा गाइस उ हाल्नुपर्छ कुटेको मसला। त्यसलाई कुटेको मसला हो नि त काका। यो चाहिँ कुटेको मसला हैन। ल फेरि त्यही रातोमा हाल्नु फेरि। यहाँ देखाउनु त यता यता कस्तो भयो कुटेको मसला हो। दाबी यो मसला पाकिसकेपछि अनि हाल्नुपर्छ आलु। यता पाङ्रा खाउँ खाउँ सुकुडी जस्तै छ नेपालको राँगाको सुकुडी जस्तै स्याहार। यता चाहिँ पाक्दैछ होइन मसला एकछिन अझै भएको छैन 2 मिनट जति अझै रोक्नुपर्छ। त्यसपछि आलु हाल्ने प्याज हाल्ने सबै हाल्यो चट्टै। टमाटरको बारी आयो झप्प लाएर टमाटर पनि यति धेरै हालिन्छ कि गाइस होइन। केटाहरूले 1 दिनमा 3 दिनमा खाने टमाटर हाम्रो चाहिँ 1 दिनमा हाल्छ कि यस्तो छ चलाउने। सस्तो छ नि त टमाटर अहिले त्यो भएर यस्तो गरिन्छ टमाटर हालिसकेपछि अलिकति नुन हाल्नुपर्छ माथिबाट टमाटर छिटो गल्छ होइन। नुन पर्यो। अब यसमाथि यसलाई अलिकति पकाएर आलु हाल्नु। ग्रेभी बन्दैछ अलिकति ग्रेभी बनिसकेपछि त्यसपछि पाङ्रा हाल्ने आलु हाल्ने घिरौँला हाल्ने अनि 10 मिनट पकाएर रेडी हुन्छ। अब ग्रेभी बनाउने होइन। अब आलु हाल्नुपर्छ। यो भयो आलु। अब एकछिन यसलाई पकाएर अनि घिरौँला हाल्नुपर्छ। ल जानु कहाँ जाने अरे लु जानु। म चाहिँ आलु अब हालेँ काकाको। अब घिरौँला हालेर आलु पाकिसकेपछि एकछिनमा घिरौँला हाल्ने त्यसपछि अनि त्यो हाल्ने जाति हाल्नुपर्छ घिरौँला होइन। तर सब्जी चाहिँ धेरै होला जस्तो छ। चाहिँ घिरौँला हाम्रोतिर छिचेल्ना हो कि के भन्छ नि यता चाहिँ घिरौँला ल घिरौँला भयो। त्यसपछि मसला हाल्नुपर्छ यसमा चट्ट पारेर। यो घिरौँला हालिसकेपछि मसला हाल्नुपर्छ गाइस। अनि आज भेजिटेबल सब्जी त छैन अलिकति चिकन पनि छ पाङ्रा अलिक मिक्स सब्जी खानुपर्छ आज। यो भयो घिरौँला। अब घिरौँलामा अलिकति हाल्नुपर्छ मसला जिरा सिरा कुटेको जिरा धनियाँ जिरा सब अर्ग्यानिक खानुपर्छ है काका। त्यो भयो धनियाँ। अब हाल्ने जिरा। केटाहरूलाई आज स्पेसल बनाएर खिलाउँछु नि त म। सब्जी बनाउन जाने तपाईँको पाक्दैछ हेर। यो के हो यो पनि धनियाँ हो क्या अरे डबल धनियाँ रहेछ यार काका। अब यता देखाउनु त यता कस्तो भयो यहाँ चलाउनु पर्छ यता सब्जी देखाउनु त यहाँ ल्याउनु त। अब यसलाई एकछिन चट्ट ढाकेर पाक्न दिनुपर्छ होइन यसलाई एकछिन पकाएर त्यसपछि अहिले सब्जी आज खतरा सब्जी बनाउँछु हो म। काकाले चाहिँ औँला चाट्छन् होला। अब चाहिँ आधी घन्टापछि पाकेपछि अनि ट्याक्क पाकेको अनि सब्जी पाकिसकेपछि देखाउँछु। अहिले यस्तो भइरहेछ। अब आधी घन्टापछि पाक्छ अनि कस्तो हुन्छ अनि सबै चट्ट हालेर केटाहरूलाई थालमा हालेर पस्केर अनि खाएपछि अनि सब्जी कस्तो हुन्छ भन्ने कुरा थाहा हुन्छ ल। सब्जी किचनमा पाक्दैछ। म चाहिँ एकछिन रुमतिर पुगेर आउनुबाट केटाहरू के गर्दैछन् यसो हेर्नु पऱ्यो नि त। पार्टी हानिरहेको नि रुममा आज। रुममा जानु हुँदैन। रुममा त केटाहरू डिउ खाइरहन् कि के रहेछन् चट्ट बसेर पार्टी हानिरहन्। म चाहिँ आफ्नो कामतिर लागेँ सब्जी पकाउनेतिर ध्यान दिने हो। मेरो यसैमा ठिक छ। केटाहरूको दिनमा भन्दा मजाले सब्जी पकाइन्छ खाइन्छ। आज चाहिँ अलि साधु पढियो क्या अरे लुगाइ चाहिँ लास्टमा पाक्छ अनि कस्तो हुन्छ। पुरै भिडियो हेरेर मन पऱ्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सब्सक्राइबर चाहिँ गरिदिनु होला।